अनि आजको यो भिडियो चाहिँ मैले एक वर्ष पहिला एउटा रेस्टुरेन्टमा काम गरेको थियो, अलगतमा काम गरेको थियो। त्यो रेस्टुरेन्टमा चाहिँ अब कस्तो कस्तो काम हुन्छ अनि मैले के काम गरेको थियो भनेर चाहिँ देखाउनका लागि हो। अनि धेरै खिचेको छैन, थोरै खिचेको थियो, त्यही मैले यताउति मिलाएर हाल्दैछु, हेरिदिनु होला। अनि यो चाहिँ पप मासु हो। पप मासु चाहिँ यसरी पातलो पातलो काटेर चाहिँ फमससँग पेरेर यता सेफले माछा काट्दैछ अनि उता अर्को सेफले काम गर्दैछ, सबैजना काम गर्दैछ। अनि म यहाँ मासु काट्दै यस्तै छ यहाँको काम चाहिँ। अनि यो चाहिँ मैले प्लेट बनाएको है, प्लेट यो चाहिँ चिकनबाट बनाएको हो। चिकनलाई मिक्सीमा पेलेर सस हालेर यसरी बनाइन्छ अनि यसलाई चाहिँ प्लेट बनिन्छ। यता फ्रान्समा चाहिँ प्लेट बन्छ, यो चाहिँ मिठो हुन्छ। अब चाइनिजको सिस्टम हो, यस्तो छ हाम्रो यहाँ काम गर्ने ठाउँ चाहिँ। अनि सेफले माछा काट्दैछ अनि अघि काटेको मासु चाहिँ यही हो, फमससँग पेरेको। अनि यो प्लेट बनाएको भिडियोहरू फोटोहरू छ अनि खाना खाइरहेछ केटाहरू। यो भिडियो कस्तो लाग्यो तपाईँहरूलाई? राम्रो लागेमा लाइक कमेन्ट सेयर गरिदिनु होला। धेरै त खिचेको छैन, थोरै खिचेको थियो अनि त्यही भएर आज अपलोड गरेको। पहिला बिजी भयो, अपलोड गर्न पाएन। बाई बाई।